Buy this book if you want to clear your NCLEX examination in your first attempt. So hey guys, welcome back to my another NCLEX related series. आज चाहिँ मैले यो बुक डेलिभर गर्नको लागि प्याक गर्दै थिए and I thought to make a reply video on the queries about this book. मलाई चाहिँ कति धेरै DM मा चाहिँ क्वेरीजहरु आइराको हुन्छ यो बुक रिलेटेड. सो यो भिडियोको थ्रुबाट चाहिँ I want to answer all those queries. Number 1 मेजर क्वेरी भनेको चाहिँ 9th edition र 4th South Asian edition same हो. Are they both same? Are they both similar? भनेर कति धेरै जनाले सोध्नुहुन्छ and the answer is yes. अनि किन त नि एडिसन चाहिँ फरक भन्नुहुन्छ. सो मैले बुझे अनुसार चाहिँ 9th एडिसन भनेको चाहिँ अब्रोडमा बनेको हो अनि त्यो शिपिङ गर्दाखेरि चाहिँ नेपाल आउँदा और इन्डिया आउँदाखेरि चाहिँ साउथ एजियन एडिसन बनेर आउँछ एन्ड रिसेन्ट भनेको चाहिँ 4th साउथ एजियन एडिसन हो. सो कन्टेन्ट वाइज हेर्नु पर्दाखेरि चाहिँ यस दे बोथ आर सिमिलर. अलिकति तलमाथि होला मेबी किनकि मैले पनि त्यो 9th एडिसनको बुक चाहिँ हेरेको छैन. सो अनि त्यो नेपालमा पाउन चाहिँ मान्छेहरूले फोटो कपिजहरु चाहिँ पाउनुहुन्छ बट ओरिजिनल बुक चाहिँ बाहिरबाट शिपिङ गरे भने पाउँछ नत्र यहाँ पाउन चाहिँ गाह्रो नै पर्छ जस्तो लाग्छ. सो बोथ नै सेम हो. मैले पनि यही साउथ एजियन एडिसन पढेरै पास गरेको. इभन भेरियस एनक्लेक्स इन्स्टिट्युटहरुले साउथ एजियन एडिसन नै दिइराख्नु भएको हुन्छ एज अ रिसोर्स. एन्ड द नेक्स्ट क्वेरी, यो बुक फ्रुटफुल छ त, वर्थ इट छ त? यस, आई विल डेफिनेटली से यस. यो बुकमा भएको कन्टेन्ट पढ्यो भने चाहिँ हामीलाई क्वेशन गर्न पनि सजिलो भयो. एनक्लेक्स त ट्याकल गर्न सकिन्छ. साइड बाई साइड इफ हजुरहरूले नेपालको कुनै पनि लोकसेवा एक्जाम प्रिपेयर गर्दै हुनुहुन्छ और एनी नर्सिङ रिलेटेड प्रिपेयर गर्दै हुनुहुन्छ भने चाहिँ दिस बुक इज सो फ्रुटफुल. यसमा चाहिँ त्यस्तो मजाको डेप्थवाला चाहिँ नलेज पाइन्छ कि यो बुक पढ्यो भने. इभन हजुरलाई मास्टर्सको एक्जाम दिन छ और मैले अहिले यो हरेक नर्सको हातमा यो बुक देखिरहेको हुन्छ कि मैले इभन एनक्लेक्स प्रिपेयर नगरेको नर्सेसहरुमा पनि कि. सो यो बुक चाहिँ एज अ नलेज गेन गर्नको लागि पनि एकदमै राम्रो छ. अनि अबाउट इट्स कस्ट है, यो कस्ट चाहिँ अलिकति कस्टली चाहिँ छ बट यदि बुक राम्रो छ भने पे गर्न पनि मजा आउँछ नि त. सो यो चाहिँ त्यस्तो खालको हो. यो चाहिँ 4000 अबोभ नै पर्छ. सो दिस मच. इफ हजुरहरूलाई यो बुक रिलेटेड अरू कुनै क्वेरी छ भने प्लिज डु कमेन्ट और डीएम गर्न सक्नुहुन्छ. एन्ड if you want this book you can DM me or call in the given number. Delivery all over Nepal. यदि हजुरहरू चितवनमा हुनुहुन्छ भने सेल्फ पिकअप पनि अभाइलेबल छ. सो ह्यापी रिडिङ.